ल कल्पना गरौँ है त आफूलाई एकदमै मन परेको कपडा किन्न पसल गयो तर त्यहाँ पुग्दा थाहा हुन्छ सरी आउट अफ स्टक कस्तो झड्को लाग्छ होइन त तर के होला यदि फ्यासनको संसार यति तेज भयो कि हफ्तौं कुर्नुको साटो केही मिनटमै सामान हातमा आइपुग्ने भयो भने यो कुनै साइन्स फिक्सन फिल्मको कथा होइन यो त एउटा वास्तविक क्रान्ति हो जुन अहिले भइरहेको छ हो हामी सबैले यो समस्या भोगेका छौं कुनै लुगा सोशल मिडियामा भाइरल हुने बित्तिकै वा आफूलाई एकदमै मन परेपछि पसलमा खोज्न गयो तर त्यहाँ कहिले पाइँदैन तर प्रश्न यो हो कि यस्तो किन हुन्छ त र के यसको कुनै समाधान छ आउनुहोस् यही कुराको गहिराईमा पुगौं फेसनको दुनियाँमा पहिले सामान फेरि भर्न उफ हप्तौं लाग्थ्यो भनौं न कछुवाको गतिमा तर अबको लक्ष्य त्यो रकेटको गति जस्तै छ लक्ष्य हो केही मिनेटभित्रै यो काम सक्नु यो त सामान्य सुधार होइन यो त पुरै खेलै पल्टाउने कुरा हो नि ल अब सुरु गरौँ फ्यासनको यो वेटिङ गेमबाट यानि कि त्यो परम्परागत सप्लाई चेन जसले गर्दा हुने जोखिम र लागतहरू र ढिलो हुनुको मूल्य कति महँगो पर्छ भन्ने कुरा पसल चलाउनेहरूका लागि त यो एउटा कहिल्यै नटुङ्गिने टाउको दुखाइ हो सोच्नुस् न धेरै सामान मगायो भने नबिकेर पैसा डुब्ने डर थोरै मगायो भने सामान सकिएर आएको ग्राहक फर्किने चिन्ता यस्तो अवस्थामा लगानी पनि फस्छ अनि बजारमा कुनै नयाँ ट्रेन्ड आउँदा बस हेरेको हेरे हुनुपर्छ तर भनिन्छ नि हरेक समस्याको समाधान हुन्छ र यो फ्यासनको दुनियाँमा पनि मन्त्राले एउटा यस्तो गजबको उपाय ल्याएको छ जसले साँच्चै सबै कुरा बदल्न सक्छ त्यो हो 30 मिनटको समाधान हो यसको नाम हो मन्त्रा एम नाउ अब यो एम नाउ भनेको के हो त यो एउटा B2B मतलब बिजनेस टु बिजनेस सेवा हो भनेपछि यो सिधै हामी जस्ता ग्राहकको लागि होइन बरु यो पसलहरूलाई 30 मिनटभित्रै सामान पुर्याउन बनाइएको हो चाहे त्यो सानो रिटेलर होस् वा ठूलो फ्रेन्चाइज स्टोर हो सही सुन्नुभयो मात्र 30 मिनट दिन वा घण्टाको त कुरै छोडौं यो गति कुनै सानोतिनो सुधार मात्रै होइन यो नै त यस पुरै आविष्कारको मुटु हो यस्तो कुरा जसले वर्षौंदेखिको त्यो पुरानो सुस्त प्रणालीलाई जरैदेखि हल्लाइदिएको छ तर मनमा एउटा प्रश्न त पक्कै आउँछ यस्तो अद्भुत गति आखिर कसरी सम्भव भयो त ल अब पर्दा पछाडि हेरौं यो गतिको पछाडि कुन प्रविधि र लजिस्टिक्सको जादु छ यो पुरै प्रणाली खासमा 4वटा बलिया खम्बाहरूमा टिकेको छ पहिलो हो हाइपर लोकल फुलफिलमेन्ट सेन्टर मतलब शहरका विभिन्न ठाउँमा बनाइएका साना साना गोदामहरू जसले गर्दा सामान सधैँ नजिकै हुन्छ दोस्रो एआई आधारित माग पूर्वानुमान यसले के गर्छ भने आर्टिफिशियल इन्टेलिजेन्सले कुन ठाउँमा कुन कपडाको माग बढ्दैछ भनेर पहिले नै थाहा पाउँछ गजब छ है तेस्रो स्मार्ट रुटिङ एल्गोरिदम यो भनेको यस्तो स्मार्ट सफ्टवेयर हो जसले ट्राफिक जाम हेरेर सबैभन्दा छिटो डेलिभरी गर्ने बाटो आफै पत्ता लगाउँछ र चौथो पसल सञ्चालकहरूका लागि एउटा एकदमै सजिलो एप जसबाट उनीहरूले अर्डर गर्न र सामान कहाँ आइपुग्यो भनेर रियल टाइममा हेर्न सक्छन् यसलाई अझै सजिलोसँग बुझ्नको लागि एउटा रेस्टुरेन्टको कल्पना गरौँ मानौ बेलुकाको भिडभाडमा अचानक कुनै मसला सकियो अब के गर्ने हो त्यही बेला तुरुन्तै डेलिभरी आइपुग्छ एमनाउले फ्यासन पसलहरूका लागि ठ्याक्कै त्यही काम गर्छ अनि यो प्रक्रिया एकदमै चिल्लो छ घडीको सुई जस्तै ल हेरौँ है कसरी काम गर्छ पहिला रिटेलरले एपबाट अर्डर गर्छ तुरन्तै सिस्टमले सबैभन्दा नजिकको गोदाम पत्ता लगाइहाल्छ त्यहाँ बसेको टोलीले एकैछिनमा सामान प्याक गर्छ र बस 30 मिनटको काउन्टडाउन सुरु अनि डेलिभरी भएपछि सबै कुराको डिजिटल प्रुफ पनि सुरक्षित रहन्छ कति व्यवस्थित होइन ल अब आउँछ सबैभन्दा महत्त्वपूर्ण कुरा यो प्रविधिले पसलहरू चलाउने तरिकालाई कसरी कायापलट गर्छ त भन्नुपर्दा यसले रिटेलका पुराना नियमहरूलाई नै भत्काइदिन्छ र नयाँ नियम लेख्छ पुरानो र नयाँ तरिकामा त आकाश र पातालको फरक छ पहिले कस्तो थियो पसलहरूले एकैपटक थुप्रो सामान मगाउनु पर्थ्यो जसले गर्दा लगानी पनि धेरै गोदामको खर्च पनि धेरै तर अब एमनोको जस्ट इन टाइम तरिकाले के हुन्छ भने जति बेला जे चाहिन्छ त्यति बेला त्यही सामान आउँछ यसले पैसा पनि बचायो सामान नबिक्ने जोखिम पनि घटायो र बजारमा कुनै नयाँ ट्रेन्ड आयो कि तुरन्तै समात्न सकियो यो सबैको सार यही हो
मानौ पसलले कुनै सेल चलायो वा कुनै इन्फ्लुएन्सरले गर्दा एउटा खास लुगा भाइरल भयो वा अचानक जाडो बढेर ज्याकेटको माग बढ्यो, जे सुकै होस्, अब रिटेलरहरूले एकैछिनमा प्रतिक्रिया दिन सक्छन्। यो कुरा बुझ्नु जरुरी छ कि यो केवल एउटा डेलिभरी सेवा मात्र होइन, यो त माइन्ट्राको लागि एउटा एकदमै चलाख व्यापारिक रणनीति हो। बजारमा यस्तो सेवा ल्याउने पहिलो कम्पनी भएर उनीहरूले आफ्ना रिटेल पार्टनरहरूको मन जितिरहेका छन्, उनीहरूको विश्वास कमाइरहेका छन् र अन्तमा यसले माइन्ट्राको आफ्नो बिक्री पनि बढाउँछ। तर हरेक क्रान्तिको बाटोमा काँडाहरू पनि हुन्छन्। अब अलिकति भविष्यतिर हेरौँ र यो द्रुतगतिको बाटोमा आउन सक्ने चुनौतीहरू के छन् त्यसबारे कुरा गरौँ। अब यो गतिको भविष्य त्यति सजिलो पनि छैन। केही ठूला चुनौतीहरू छन्। पहिलो त शहरको हरेक कुनामा गोदाम बनाउन पैसा धेरै लाग्छ। दोस्रो, हाम्रो शहरको ट्राफिक जाम, यसले 30 मिनेटको वाचा जुनसुकै बेला तोड्न सक्छ। तेस्रो, के सबै थरीका सामान यसरी पठाउन सम्भव छ त? सायद छैन। र सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यति छिटो डेलिभरीले हाम्रो वातावरणमा कस्तो असर पार्छ? यो पनि त सोच्नु पर्यो। यी चुनौतीहरू त छन्, तर पनि यो मोडलले रिटेलको भविष्य कस्तो हुन्छ भन्ने चित्र प्रष्ट देखाउँछ। अब रियल टाइममा सामान भर्नु न्यू नर्मल बन्नेछ। जो छिटो उही सफल। अब सफलताको परिभाषा नै फुर्तिलोपन हुनेछ। र लजिस्टिक्स, जसलाई पहिले खासै महत्त्व दिइँदैनथ्यो, अब त्यो मूल्य र गुणस्तर जत्तिकै महत्त्वपूर्ण बन्नेछ। ल, अब अन्त्यमा एउटा प्रश्नमा गएर टुङ्ग्याउँ। यदि पसलको स्टक यसरी लाइभ हुन सक्छ, मतलब जे चाहियो त्यही तुरन्तै उपलब्ध हुन सक्छ भने यसले हाम्रो आफ्नो किनमेल गर्ने तरिका र अनुभवलाई भविष्यमा कसरी परिवर्तन गर्ला? यो साँच्चै सोच्नुपर्ने कुरा हो।